वेलकम ब्याक टु माई न्यू भ्लग गाइस। सो आज चाहिँ मैले अलिक भ्लग लेटै स्टार्ट भयो अनि एज यु नो म चाहिँ न्यू हो नि त युट्युबमा, त्यही भएर खासै त्यस्तो धेरै भ्लग गर्दिनँ अनि अकेजनहरू हुँदाखेरि मात्रै गर्ने गर्छु। अनि आज पनि हाम्रो चाहिँ हाम्रो ब्यान्डको ज्यामिङ छ अनि हाम्रो ज्यामिङ चाहिँ ओर्लाबारीमा गर्ने प्लान थियो, बट प्र्याक्टिस हल बुक भइसकेको रहेछ अनि त्यही भएर हामी चाहिँ आज इटरी जाने भयौँ। आज चाहिँ हाम्रो लङ यात्रा हुनेवाला छ अनि मेरो चाहिँ गिटारको यो के अरे ब्याग हराइरहेको छ, त्यही भएर ब्याग किन्नुपर्ने छ। अस्ति पनि लेट भयो होला होइन, यतिकै हातमा ब्याग किन्छु अनि एउटा एयरफोन किन्नुपर्ने छ गाइज, गीत त प्र्याक्टिस गर्नु पऱ्यो। त्यही भएर म चाहिँ अहिले आकाशे पुल जान्छु अनि आकाशे पुलमा ब्याग प्लस एयरफोन किनेर गाडीमा ओर्लाबारी जाने। अनि ओर्लाबारी मुनिहरूले मलाई पर्खिरहेछ, म अलरेडी लेट भइसकेको छु, त्यही भएर हतार जानुपर्ने हुन्छ है त गाइज। लेट्स गो विथ मी। म चाहिँ ओर्लाबारी आइपुगेँ होइन अनि यहाँ भेटेर जाने प्लान थियो, तर तिनीहरू पर्खिरहेको रहेछ मलाई त। अब उनीहरू चाहिँ त पश्चिम स्ट्यान्डमा पर्खिरहेछ, यही गाडीमा जाने हो। गीत सुन्दै जाँदैछु म चाहिँ, मेरो गिटार यहाँ छ। बाई उनीहरू आएपछि देखाउँछु। सो गाइस यहाँ चोरहरू पनि यो मात्रै चोर है, अरू चाहिँ गुड पर्सनहरू हो। आइपुग्यो होइन, अब चाहिँ हामी जाने। हेर कस्तो हान्छ, हेलो भन न, हेलो। गाइस meet my handsome guitarist. हाम्रो यात्रा चाहिँ यसरी हुँदैछ होइन। हेलो भन सबैले। हिरो गिटारिस्टै, यता मिराकल्स भोकलिस्ट। Bye guys, see you in our destination. बसमा चाहिँ गिटार, बसमा पनि गिटार छोड्नु हुँदैन है गाई, छोड्नु हुँदैन कि बसमा त यहाँ आएर म अङ्गालो मारि बसिरहेको छु। हेर गाई, म्युजिसियन भएपछि गाडीमा नि गिटार बजाउनुपर्छ, आफ्नो गिटारलाई यसरी अङ्गालो मारेर बस्नुपर्छ। तँलाई देखा त, यसो झ्याम्पुदरहरूलाई यसरी अङ्गालो मारेर बस्नु हुँदैन, गिटारलाई मार्नुपर्छ। गुड। अनि यसले जस्तो आफ्नो ब्यान्ड मेम्बरले हेप्नु हुँदैन है गाइज। यता देखा, अब ब्यान्ड मेम्बरलाई चाहिँ भक्कु कुट्नुपर्छ, तर जस्तै कि यसलाई के गरेको देखेको छैन क्या। मलाई कस्तो गाली गर्छ गाइज यसले, गर्दिनै जोत्दै भयो चोर्नीले। मलाई जतिको खतरा गाली यसले कसैलाई गर्छ, अरूसँग चाहिँ डराउँछ कि म केटी भनेर मलाई हेप्छ क्या यसले। हो त नि, त्यस्तो होइन, दिवस केटी भनेर रेस्पेक्ट गर्छु म। महिलाले महिलालाई मात्रै हेर्छ क्या। गयो। माया त्यो होइन जोसँग जीवन बिताइन्छ, माया त त्यो हो जो बिना बाँच्न सकिँदैन। माया त्यो होइन जोसँग जीवन बिता। गाइस फाइनली गाइस ऊ चाहिँ होइन हाम्रो ब्यान्डको सबैभन्दा सोझो है। यहाँ हाम्रो ब्यान्डमा कोही सोझो छैन, ऊ मात्रै सोझो। तिम्रो परिचय देऊ। मेरो नाम चाहिँ स्वेगा श्रेष्ठ र म चाहिँ सन्जु एन्ड द ब्यान्डको बेसिस्ट। ऊ चाहिँ होइन चाहिँ हाम्रो नयाँ भोकलिस्ट। ऊ चाहिँ के अरे एकदमै ह्यान्डसम पनि छ है, हाम्रो ब्यान्डको एकदम लजालु ह्यान्डसम अनि सोझो पनि हो, प्लस सिङ्गल पनि छ। कोही बेला मनपर्छ कमेन्ट गर्नु, तर लभ पढ्नु चाहिँ दिँदैन नि म अरे। लिन उसले चाहिँ मेरो ब्याग गर्छु के गर्छस्
बिचरा मेरो फेरि यहाँ उयो छ सो गाइस अब चाहिँ हामी खाजा खान आएको छौँ। बिग पेन छ मिस बिग पेन नाटक चाहिँ नगर्न हो। पेन त भनेको नि अनि त्यहाँनिर चाहिँ हाम्रो भोकल्स प्र्याक्टिस गर्दै हुनुहुन्छ। त्यहाँ मेरो त्यहाँले म देखाइदिन्छु। मैले म चाहिँ होइन ब्यान्डको सबैभन्दा खतरा प्लस लल्ला हो। म प्र्याक्टिस गर्नु पर्दैन कहिले पनि बजाउन होइन। अनि यसो सेन्जुलाई भ्लग गर्न सिकाइदिउँ न भनेर म चाहिँ यसो फोन पकाडेको। अनि के भन्न चाहन्छु भने यसको भ्लगमा भ्युज त आउँछ तर किन आउँछ थाहा छ तपाईँहरूलाई? यो संसारमा यस्तो नराम्रो केटी पनि हुँदो रहेछ भनेर हेर्छन् क्या मान्छेहरूले यसलाई। त्यही हो क्या। यहाँ चाहिँ हाम्रो केटाहरू यहाँ उपर प्र्याक्टिस खाना आउँदैछ अन्त मुडमा छ फेरि सुरुमा पनि सेन्चुरी खानामा हाम्रो बेसिसले मलाई कति माया गर्छ हेर्नु है गाइस। युट्युबमा नि आउँछ। खाजा खाएर पनि सकिसक्यो। यसको चाहिँ खाजै आएको छैन। त्योहरू अनुहार हेर्न सक्नुहुन्छ। रुन आँटिसक्यो बिचरा नरुला साथी। ऊ आँसु पनि आएछ चस्मा लाउँदैछ। तिमीलाई भन्नु केही छ? तिमीलाई केही छ? कस्तो लाग्यो यहाँको खाजा? यहाँ हेरेर भन न। ऊ चाहिँ मैले अघि पनि भनेन एकदम लजालु अनि एकदम सोझो छ है। लास्टै सोझो। सबैजना सोझो छ यहाँनिर यो बाइक। अनुहार हेर न अनुहार। सो गाइस हामी चाहिँ अब निस्किसक्यौँ खाजा खाएर होइन। भोलि ल होइन पर्दैन के अरे ऊ चाहिँ क्या गाइस ऊ चाहिँ हेर्न क्यामेरा ल्याउने बित्तिकै अनुहार किन हो यस्तो बनाइहाल्छ क्या। ऊ बल्ल बल्ल हाँसेको त क्यामेरा उपट्टि फर्काएको हेर्नु न। उसको नाम मैले अब नो रियाक्सन दिनुहोस्। उसको नाम नो रियाक्सन राख्दा ठिक हुन्छ नि। रियाक्सनै दिँदैन हेर न ऊ उता पनि त्यस्तै हो। अनुहार हेर्दा कस्तो माया लाग्दछ यिनीहरू। त्यही हो अब चाहिँ गाइस हामी सिधै हाम्रो लोकेसनमा पुगेर भेट्नेछौँ। यहाँ यिनीहरूलाई चाहिँ बिचराहरू कहाँ विदेश जान आँटेको छ। ऊ पनि बिचरा। सो गाइस हाम्रो चाहिँ पाला आएको थियो छैन त्यही भएर हामी चाहिँ घुम्दै बसिरहेको छौँ यहाँनिर। मलाई चाहिँ बल गर्नु भइरहेको छ। त्यही भएर चिम्टी किन्ने भनेको पसलै भेटेन। हाम्रो पालो पनि आइसकेको छ। अब उहाँसम्म खोज्ने हो थिएन भने फर्किने हो। लुगा पसलहरू चाहिँ यहाँ टन्नै रहेछ होइन। के चाहिन्छ आउन सक्नुहुन्छ। के भन्छ यो ठाउँलाई इटरीको कहाँ भन्छ हामीलाई पनि थाहा छैन होइन। चाहिँ पनि आउनु होला। आइपुगेको अवस्था बिचराहरू। सो गाइस अहिले चाहिँ अब हामी फर्किँदैछौँ। हेर्न यो भाइको जान्छ जा। तिम्रो मात्रै भ्लग बनाऊँ ल। आज अब यस्तै हो साथीहरू। मसँग मिल्दैन नि त। मलाई हेप्छ नि त सबले। उसले मात्रै हेप्दैन क्या। भ्लग स्टार्ट गर्ने बित्तिकै भएको है यो चाहिँ। ओ यहाँ नआइज है यहाँ अगाडि नआइज है तँलाई निकाल्दिनँ नि। अब चाहिँ हामी उर्लाबारी जाने अनि त्यसपछि चाहिँ हामी छुट्टिन्छौँ। कति ह्यान्डसम छ है गाइस। बाई गाइस। बाई यताबाट साइडमा है फेरि अब साइड गर्नु भग्न बाटो कट्ने बेला गर्छ एक्सिडेन्ट भयो भने पनि बाटो कटिहाल्नु। ओ यसले अलिक समात बिस्तारो समात यार। बाई गाइस। सो गाइस अब चाहिँ हामी घर फर्केको। बिचरा यसरी कलेर यसरी बसिरहेको छ होइन।
सबैभन्दा मेहनत गर्ने यही हो अनि के भन्छ ब्यान्डमा सबैभन्दा जोतको चाहिँ मै हो होइन म चाहिँ खतरा यिनीहरू चाहिँ खतरा हो सबजना आफ्नो धुनमा छ जोतको चाहिँ यो र म हो तर यसले मलाई सो गाइज हामी चाहिँ उर्लाबारी आइपुग्यौँ हामी चाहिँ खाजा खान बसेको छौँ हामी यहाँ छौँ होइन अनि अर्कोहरू चाहिँ खै उता किन बसेको मलाई थाहा छैन मैले मन दुखायो भने आइम सरी यिनीहरूलाई त्यहाँ छौँ त्यो आइडिया होइन यो पुरानो हो यो चाहिँ चिनेन को हो अहिले एकछिनमा भेटौँला सो गाइज म चाहिँ अब घर आइसकेँ होइन अब खानासाना खाने अनि सुत्ने हो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई